अब काठमाडौँमा चाहिँ होइन घरबेटीहरूले तपाईँको अब कुकुरहरू पाल्नु दिँदैन है। अनि अब देख्यो भने पनि अलिक कराउँछ। अनि त्यही कारण चाहिँ अब म चाहिँ अलिकति अब घरमा चाहिँ एउटा राखेको छु, तर बाहिर चाहिँ अब मै खाना दिने हो, मैले नै पालेको जस्तै हुन्छ त्यो कुकुरहरू होइन। अनि अब घरमा त मेरो यहाँ सुनिरहेको छ यो है। अनि अरू चाहिँ अब मसँग 2 बच्चाहरू छ नि त, हाम्रो बच्चाहरूलाई चाहिँ म त्यसरी राखेको छु। बाहिर चाहिँ पुरै पानी परिरहेछ है। अनि त्यहाँ पनि यो मेरो दोकान हो, छाता पनि मैले डक्टर कुकुरकै लागि राखिदिएको, तर कुकुरहरू बसिरहेछन् होइन पानी परेर। अनि यहाँ पनि अब ट्याक्कै मेरो बच्चाहरू चाहिँ बाल्कनीमा मैले त्यसरी राखिदिएको छु क्या। ट्याक्क अब पानी परिरहेछ नि त, अनि छाताले अलिकति भए पानी परिदिन्छ अनि यसरी राखेँ। अब सानो एउटा उयो कोठा आफ्नै कोठामा राख्छौँ भनेर अब अलिकति कराउँछ नउठ्दैन, घरदेखि फेरि बोलाउन आइहाल्छ। अनि त्यही भएर चाहिँ यसरी राखिदिएको छु क्या, कति मजाले बसेको छ। अनि हजुरहरूमा पनि कोही पाल्नुहुन्छ भने चाहिँ यो यतापट्टिको यो अहिले यो सबभन्दा कुनाको बाहेक चाहिँ अर्को यो एउटा र यो चाहिँ उयो छ, पाल्ने कोही हुनुहुन्छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला है।